आदरणीय अभिभावकज्यू र प्रिय विद्यार्थी भाइ बहिनीहरू, यहाँहरू सम्पूर्णमा नमस्कार। आज हामी कक्षा 8 सेक्सन भेनसका विद्यार्थी भाइ बहिनीहरूद्वारा विविधतामा एकता नेपालको विशेषता भन्ने विषयमा प्रस्तुति दिन गइरहेका छौँ। नेपाल विभिन्न जात जाति भाषा भाषी र धर्म संस्कृतिको साझा फुलबारी हो र यही विषयमा आज हाम्रो प्रस्तुति रहनेछ। सर्वप्रथम त विविधता भनेको के हो त? जाति, भौगोलिक क्षेत्र, पेशा, व्यवसाय, वर्ग, धर्म बीचको अनेकतालाई नै विविधता भनिन्छ। अब त्यो सबै अनेकतालाई नजरअन्दाज गर्दै मेलमिलापका साथ बस्नुलाई नै विविधतामा एकता भनिन्छ। सरल भाषामा भन्ने हो भने फरक जाति, भूगोल, भाषा, धर्म, संस्कृति आदि बीचको मेलमिलापलाई नै विविधतामा एकता भनिन्छ। अब हाम्रो नेपालको सबैभन्दा प्रमुख विशेषता भनेकै विविधतामा एकता हो। हाम्रो नेपाल लाग्दछ मानौ एक सुन्दर फुलबारी हो र हामी नेपाली त्यो फुलबारीका विभिन्न फुलहरू हौँ। हामी तिरङ्गी बिचङ्गी फुलहरू नेपाल र नेपाली नामको माला भएर गाँसेका छौँ। नेपाल विविधताले सजिएको एक सुन्दर र सानो राष्ट्र हो। अब यो त भयो राष्ट्रको विविधता। अब हामी हाम्रो आफ्नै कक्षा कोठामा हेरौँ त कति धेरै जाति, वर्ग, लिङ्गका छौँ। कि हामी एउटै जातिका छौँ त? अवश्य पनि छैनौँ। हामी विभिन्न परिवारबाट आएका छौँ। हाम्रा मातृभाषा, मातृ पोसाक विभिन्न छन्, तर पनि हामी एउटै पोसाक लगाएर विद्यालय आउँछौँ, एउटै भाषामा अध्ययन अध्यापन गर्दैछौँ र एउटै आँगनमा रमाउन सफल भएका छौँ। यसले के निर्धारण हुन्छ भने हाम्रो कक्षा कोठा पनि विविधतामा एकताको एक ज्वलन्त उदाहरण हो। यो त भयो विविधतामा एकताको परिचय। अब यसको महत्त्व भनेको चाहिँ के हो त? विविधतामा एकता भयो भने राष्ट्रको मेलमिलाप बलियो हुन्छ, सबै विभेद र भेदभाव सबै अन्त्य हुन्छ र सामाजिक कुरीतिहरूको अन्त्य हुन्छ। साथै नेपालको पर्यटन व्यवसायमा पनि उकास्न मद्दत पुग्दछ। अब यो महत्त्वहरू त धेरै छन्। विविधतामा एकता कायम राख्नु भनेको एकदमै ठुलो उपलब्धि हो। यसले कसरी कायम राख्ने त? कुनै पनि धर्म, जाति, लिङ्गको बारेमा खराब टिक्का टिप्पणी नगर्ने, सबै धर्मलाई समान व्यवहार गर्ने। यसो गर्यौँ भने हामी हाम्रो देशलाई समृद्ध र शान्त बनाउन सक्छौँ। भौगोलिक विविधता भनेको कुनै देश वा स्थानमा पाइने भू आकृति, हावापानी वा प्राकृतिक वातावरण भन्ने बुझिन्छ। नेपाललाई हिमाल, पहाड, तराई, उपत्यका र भित्री मधेश गरी 5 भौगोलिक क्षेत्रमा विभाजित गरिएको छ। यी सबै क्षेत्रहरूको आफ्नै विशेषता रहेको छ। यो देशमा समुद्र सतहबाट 59 मिटरदेखि लिएर 8848.86 मिटर उचाइको भौगोलिक विशेषता रहेको छ। यो भौगोलिक क्षेत्रमा विभिन्न हावापानी, वनस्पति तथा कृषि उत्पादनको विशेषतामा अनेकताको रङ भरिएको देखिन्छ। हामी सबै फरक फरक भौगोलिक क्षेत्रमा छरिएर बसेका नेपाली जाति हौँ। भूगोल फरक भए तापनि हामी नेपालीकै नामले चिनिन्छौँ। त्यसैले त भनिन्छ हिमाल, पहाड, तराई कोही छैन पराई, मेचीदेखि काली हामी सबै नेपाली। धन्यवाद। भाषिक विविधता। नेपालमा विभिन्न प्रकारका जात जातिका आफ्नै भाषा भाषी रहेका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा कुल 124 मातृभाषा बोल्ने मानिसहरूको बसोबास रहेको छ। यी सबै मातृभाषाहरू नेपालका राष्ट्रिय भाषाहरू हुन्। हिमाली क्षेत्रमा शेर्पा, लेप्चा लगायत भाषाभाषीहरू प्रचलनमा देखिन्छन् भने पहाडी क्षेत्रमा नेपाली, नेवारी, तामाङ, गुरुङ आदि जस्ता भाषाभाषीहरू निकै प्रचलनमा देखिन्छन्। यी विभिन्न भौगोलिक क्षेत्रमा विभिन्न प्रकारका भाषा बोलिन्छ। त्यसै गरी तराई क्षेत्रमा भने भोजपुरी, मैथिली लगायतका पुराना तथा मधेसी प्रकारका भाषाभाषीहरू बोलिन्छ। यी सबैमा भाषाभाषीहरूको आफ्नै विभिन्न प्रकारको महत्त्व रहेका छ। हामी नेपाली विभिन्न भाषाभाषी बोल्ने नेपाली जातिका मानिसलाई यी सबै नेपाली भाषाहरूले एकताको सूत्रमा बाँधेको छ। धन्यवाद। राष्ट्रिय जनगणना 2078को तथ्याङ्क अनुसार नेपालमा 142 जात जातिको बसोबास भएको छ। यहाँ विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने जात जातिले आपसी सद्भाव कायम रहेको छ। देशको हिमाली क्षेत्रमा भोटे, लेप्चा, तामाङ भन्ने जात जातिको बसोबास रहेको छ भने पहाडी क्षेत्रमा राई, लिम्बू, तामाङ, विश्वकर्मा, मिराज भन्ने थरीको बसोबास रहेको छ। तराई क्षेत्रमा भने मुस्लिम, यादव, झा भन्ने जात जातिको बसोबास रहेको छ।